नमस्ते सम्पूर्णमा अहिले चाहिँ हामी जानकी स्कुलको अगाडि छौँ र हामी जानकी स्कुलमा हामी उठाउने भनेर अस्ति आएको थियो दाइको उपचारको लागि सहयोगको लागि हामी उठाइरहेको छौँ है। तर हामी जानकी स्कुल आएको थियो तर यहाँ उठाउनु मिल्दैन भने त्यो त्यस्तो भने तर हामीलाई माया गर्ने हाम्रो 9-10मा पढ्ने हाम्रो बहिनीहरू होइन सबैजना मिलेर जे जति हुन्छ हामीलाई आज जे जति हुन्छ उनीहरूले सहयोग गरेको छ। यहाँ चाहिँ 3700 रुपियाँ छ है। उहाँहरूले हामीलाई जे जति हुन्छ उनीहरूले सक्दो सहयोग गरेको छ र तपाईँहरूले पनि जे जति हुन्छ सहयोग गर्नु होला किनभने हामीले दाइको उपचार छिटोभन्दा छिटो गर्नेछौँ है। अनि त्यही हो अब धन्यवाद भन्छु म सबैलाई भन्छु है। सबैले सपोर्ट गर्नु होला है। हामीले अब दाइलाई अर्को हप्तासम्म हामी बाहिर लैजाने भनेर हामीले सबैले प्लान बनाइसकेको छ है। अर्को हप्ता चाहिँ हामी दाइलाई जसरी पनि लैजानेछौँ है उपचारको लागि। अनि तपाईँहरू पनि यसरी सपोर्ट गर्नु होला है। त्यही हो अब हामीले सक्दो गर्ने भनेको यति हो। अब त्यही हो सबैजनाले यसरी चाहिँ सपोर्ट गरिदिनु होला होइन, माया गरिदिनु होला सबैजनाले जे जति हुन्छ है त।